Hello everyone, welcome back to my mini vlog. यो चाहिँ अझै इन माई लाइफ कलेज एडिसन। म बिहान 7:30 मा निस्केको थिएँ कलेज जानका लागि। त्यति बिहान निस्किँदाखेरि पनि कस्तो चर्को घाम लागिरहेको थियो अनि कस्तो हुप्प परेको गर्मी थियो कि बिहानै। अनि म चाहिँ कति धेरै दिन पछाडि फर्स्ट टाइम कलेज चाँडो पुगेको कि, नत्र भने जहिले कि आधी घन्टा कि 1 घन्टा ढिला पुगिरहेको हुन्थेँ। अनि हिजो चाहिँ होइन अति भयो भनेर बिहानै उठेर कलेज गएको। अनि क्लास पुगे पछाडि चाहिँ हामीलाई कि भोक लाग्छ कि त भने अल्छी लाग्छ नि, यस्तै मस्ती भइरहेको छ हाम्रो। ब्रेकमा चाहिँ हामी टाउन हलतिर निस्केको थियौँ अनि चस्मा हेर्दै थियौँ। हेर्दा हेर्दै त्यो हातबाट खसेर फुटिराख्यो। अनि हामी त पे गर्नलाई भनेर गएको थियौँ, तर त्यहाँको अगाडिको लेडी कस्तो राम्रो हुनुहुँदो रहेछ, होइन पर्दैन भन्नुभयो। अनि हामी हतार हतार त्यहाँबाट निस्क्यो कि। अनि मार्टिन प्लेसमा गएर चाहिँ हाम्रो टिकटक चाहिँ म्यान्डेटरी नै हो, हामी सधैँ त्यहाँ गएर 3टा टिकटक चाहिँ बनाउनै पर्छ हामीलाई। अनि हामी 3जना भेटे पछाडि चाहिँ मस्ती अन पोइन्ट नै हो, त्यहाँ मान्छेले हेर्दैछ कि हेर्दै छैन भन्ने पनि हामीलाई वास्तै हुँदैन। हामी 3जना आफ्नै सुरमा रमाइरहेको हुन्छौँ, के घरि के गरेर हुन्छौँ, घरि के गरेर हुन्छौँ। अनि हामी भेट्ने भनेकै फ्राइडे कलेज लाग्ने दिन हो नि त। अनि कति धेरै कुराहरू पनि सेयर गर्नलाई हुन्छ अनि कति धेरै टिकटकहरू सेभ गरिरहेको हुन्छ। अनि बनाउँदा बनाउँदै टाइम गएको थाहा नै हुँदैन। कलेज सकेर हामी खाजा खानालाई निस्केको थियौँ। यो एकजना लेडीले चाहिँ यो कस्तो राम्रो बाँडिरहनु भएको रहेछ, अनि हामीले पनि लिक्यौँ। हिजो सिडनीमा 43 थियो टेम्परेचर, त्यस्तो मौसममा पनि हामीलाई चिया चाहिँ खानै पर्ने कि। नमस्तेले भिडियो हेर्दैछ भने चाहिँ प्लिज हामीलाई फ्री फुडको लागि बोलाउनु पऱ्यो, अर कन्टेन्ट सुटको लागि बोलाउनु पऱ्यो। हामी यति धेरै नमस्ते जान्छौँ, 3मा 3 चोटि 4 चोटि त पुगेकै हुन्छौँ कि त्यहाँनिर यत्तिकै केही न केही खानलाई। सो त्यस पछाडि हामी त्यहाँबाट निस्केर ओपेरा हाउस गयौँ। अनि त्यहाँ गएर एकछिन बस्यौँ, त्यहाँ कस्तो शीतल भएको थियो त्यहाँनिर चाहिँ। सो थ्याङ्क यू।